Hello everyone, welcome to my another YouTube video. मेरो दैले गएको भिडियो त हजुरले हेरिसक्नु भएको होला। ठ्याक्कै यो चाहिँ म 13 गते दैले गएको थिएँ नि त। अनि 14 गतेको बिहान 2:30 बजे हामी गएको थियौँ। रातभरि नै देउता बस्ने त्यहाँ पूजा गर्ने भइरहन्छ। तर हामीले चाहिँ हामी नजिकै थियो घरदेखि, त्यही भएर 2:30 बजे उठेर 3 बजेसम्म त्यहाँ पुगिसकेको थियौँ। अनि यो भिडियो बनाउँदाखेरि हामी 4 बजिसकेको थियो कि गाइस, हेर्नु न, उहाँ चाहिँ जुन पाठो बोकेर ल्याउनु भएको छ नि, उहाँ चाहिँ धामी। अनि यो हामीले मस्टा देउता मान्छौँ नि त। मस्टा देउताले चाहिँ पाठो काट्दाखेरि आफ्नो दालले काट्छ अरे के। अनि दालले काटिसकेपछि अन्तिममा जुन पाठो रहन्छ त्यसलाई चाहिँ यसरी नै चाहिँ जुन बोका रहन्छ नि त्यसलाई चाहिँ यसरी ल्याएर बाहिर नाच्छ के। अनि यो काट्दाखेरि पनि एकदम नाचिरहेको हुन्छन्। अनि त्यसपछि हामी घर आयौँ। घर आएर 8-9 बजीतिर मेरो स्कुटी मैले किनेदेखि पहिलोचोटि घरमा लगेको, किनेको पनि 1 महिना जति भएको छ नि त। अनि पूजा गर्नुभयो मेरो हस्बेन्डले। त्यसपछि नै हामीले चाहिँ 14 गते यत्तिकै के काम गरेर बित्यो। 15 गते नै हामीले रोटी पकाउने प्लान गरेको थियौँ। रोटी पनि पकायौँ। रोटी, फिनी रोटी, सेलरोटी अनि झर खुरमा पकाएको थियौँ। अनि यो के भन्छ अरे, रोटी पकाउँदाखेरि म, मेरो देउरानी, मेरो सासूआमा, हामी 3 जना मिलेर बनाएको कि होइन। अनि देउर बाबुले भिडियो खिच्दै हुनुहुन्थ्यो। अनि म खिचिदिन्छु हजुरको भने, नाइ मेरो नखिच्नु, म राम्रो देखेको छैन भन्दै हुन्थ्यो। त्यही पनि मैले खिचिदिएँ। अनि रोटी चाहिँ हाम्रो राम्रो भएन है, अलिकति त्यो ब्यालेन्स मिलेन कि होइन, पिठोको फिनरोटीको। त्यही भएर अनि यो मेरो घर पछाडिको भ्यू हो। अनि मकै चाहिँ पाकिसक्यो। अब यो सबै बारी खाली गरेर जोत्छन्। अनि जोतिसकेपछि फेरि गहुँ छर्छ नि त। अनि मेरो घर, त्यसपछि माथिको अङ्कलको घर हो। अनि अब नेक्स्ट डे आयो दसैँ। दसैँमा चाहिँ मेरो अङ्कल ससुराको, अनि त्यसपछि अनि बुढो सासूको दसैँ थिएन, अरूको चाहिँ दसैँ थियो। अनि उहाँहरूले टिका लगाउनु भयो, हामीले टिका लगाएनौँ। तै पनि हामी फोटो खिच्ने भनेर रेडी चाहिँ भएको थियौँ। अनि चाहिँ अरू सबैले टिका लगाउनु भयो। रमाइलो भएको थियो योचोटि। आफ्नो टिका नभए पनि घरमा सबै जम्मा भएपछि रमाइलो भइहाल्छ नि त होइन। दसैँमा अझै दसैँ आएको छ भनेको छ होइन। अनि त्यसपछि अनि टिका लगाइसकेपछि हामीले चाहिँ तास खेल्न बस्यौँ। तास खेल्न बस्ने पनि फेरि मेरो अङ्कल ससुरा, मेरो हस्बेन्ड, दियोर, म बसेको है। धेरै त खेल्यौँ न, 1-1.5 घन्टा यति खेलेको थियौँ। रमाइलो भयो एकचोटि। फेरि नेक्स्ट डे पनि मेरो बाबुहरू आउनुभएको थियो। अनि अर्को ठाउँदेखि अनि सागर बाबु अनि काजल भाइ अनि आती। त्यही भएर हामीले नेक्स्ट डे पनि हामीले तास खेल्यौँ। अनि 17 गते तास खेल्यौँ। त्यसपछि 18 गते म सुर्खेत आउनुपर्ने थियो। बिहान ठ्याक्क 7:30 बजी निस्किन लागेको, यति ठुलो पानी पऱ्यो नि आधा बाटोसम्म है। अनि त्यसपछि आधा बाटो भन्दा पनि हाम्रो घरदेखि माथि हाइवे आउन्जेलसम्म मात्रै पानी पऱ्यो कि, त्यसपछि पानी नै परेन। अनि दैलेख बजारदेखि तल आइसकेपछि यो चुराको भ्यू देखिन्छ कि है, माथि दैलेख बजारको ओह्रालो हिँड्ने क्रममा। अनि मलाई यो एकदम मनपर्छ कि, जहिले जाँदा नि एकदम मनपर्थ्यो। अनि स्कुटी चाहिँ मेरो हस्बेन्डले चलाउनु भएको थियो नि त। अनि मलाई यो भ्यूहरू रेकर्ड गर्ने मौका मिल्यो। म एकदम खुसी भएँ। मैले रेकर्ड पनि गरेँ। अनि एकदम राम्रो लाग्छ, यति राम्रो लाग्छ नि। तर म अस्ति जाँदाखेरि चाहिँ मलाई हतार थियो। त्यही भएर चाहिँ निकितालाई गर भने ऊ पनि त्यति भएन कि, स्पिडमा भएर सट्ट गइहाल्यौँ। अब मासिराट आउँदाखेरि देखिन्छ नि त, तल्टार जाँदाखेरि खासै देखिँदैन। त्यही भएर कि रोकेरै खिच्नु पऱ्यो। अनि यो चुब्राभन्दा अगाडि ठ्याक्क मटेलानेरी हो। मलाई यो ठाउँ पनि मनपर्छ। तल लोहोरे खोला बगिरहेछ है, पानी पनि निलो देखेको हुन्छ। अनि रोड नजिकै छ नि त। अनि केराबारी पनि आउँछ। त्यसपछि अनि यताउता हरियो, अनि एकदम स्ट्रेट बाटो, एकदम रमाइलो लाग्छ। त्यसपछि अनि म 18 गते मेरो इभिनिङ ड्युटी थियो। म इभिनिङ ड्युटीमा आएँ। मलाई एकदम रमाइलो भयो मेरो दसैँ है। हजुरको कस्तो भयो?